जय मसी सबैजनालाई प्रभुलाई महिमा होस् र तपाईहरुको पनि भलो होस्। तपाईं निम्ति प्रार्थना छ। तपाईहरु पनि शान्ति आनन्दमा हुनुहुन्छ होला भन्ने पूर्ण आशा अनि प्रार्थना छ। म छोटो भजन गाउने छु 11 नम्बरको। ईश्वरको स्तुति गरौँ, तर के मनले उनलाई भजौँ। ईश्वरको स्तुति गरौँ, तर के मनले उनलाई भजौँ। म थिएँ पापी, जन्मैको पापी, म थिएँ पापी, जन्मैको पापी। बचाइल्यायौ भयानक नरकको दण्डदेखि, बचाइल्यायौ भयानकको नरकको दण्डदेखि। हे सर्वशक्तिमान पिता, जय होस् सदा सर्वदा। हे सर्वशक्तिमान पिता, जय होस् सदा सर्वदा। बाँचिरहेथे संसारिक मोजमा, बाँचिरहेथे संसारिक मोजमा, तर शान्ति मनमा थिएन, तर शान्ति मनमा थिएन। तर वास्तविक शान्ति त कहीँ पाइन, तर शान्ति त वास्तविक कहीँ पाइन। सर्वशक्तिमान पिता, जय होस् सदा सर्वदा। ईश्वरको स्तुति गरौँ, तर के मनले उनलाई भजौँ। ईश्वरको स्तुति गरौँ, तर के मनले उनलाई भजौँ। जय मसीह ज्ञान सबैलाई। र म छोटो वचन, प्रभुको वचन बोल्न गइरहेको छु। अनि कृपया तपाईले सुनेर आशिषित हुनुहोस्। र है दोस्रो तिमोथी 3 को 1 मा भनेको छ है, तर यो जान कि आखिर त्यो दिन डरलाग्दो समय आउनेछ, किनभने मानिसहरू स्वार्थी, धनको लोभी, अहंकारी, हट्टी, निन्दक, आमा बुवाको आज्ञा पालन नगर्ने, बैगुणी र अपवित्र, स्वार्थभावी, प्रेम रहितको, खुसी नहुने, अर्कालाई दोष लगाउने, स्वयं निष्ठुरी, असल नरुचाउने है, र अविश्वासघाती, उट्टाउला, दिमागी, परमेश्वर भन्दा अरू खुसी विलापको निको मान्ने र भक्तिको वेश चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछ, तिनीहरूबाट पनि पर बस है। यस्तो मिठो प्रभुको वचनले भन्दछ, हामी चाहिँ यी कुराहरूबाट हामी छुट्न है, हटाउन कि ज्ञानी बन्न हामीलाई अति नै आवश्यक छ मित्रहरू है। छोटो वचन पढाइमा प्रभुले आशिष दिनुभएको होस्। सबैलाई जय मसीह। गॉड ब्लेस यू एभ्रीवन।